यसको हजुर हामी त गजब कुदेर हेरेको यताबाट चाहिँ मासतिर मासु काटेर खान्छ। ल गाइजहरू हामी चाहिँ जाँदैछौँ यसमा हावा हाल्नुपर्ने छ र हामी जाँदै हावा हाल्दैछौँ। गाइज हामी चाहिँ अब लाग्यो वे टु पोखरा। हामी चाहिँ 6 बजेतिर त पुगिन्छ होला होइन। रेस्ट गरेर अनि भोलि चाहिँ हामी चलाए जस्तै नलाग्ने तर लास्टै हिसाबमा गयो भने त तर त्यही 5-6 घन्टा त मजा लाग्छ। 5-6 घन्टा त लाग्छ। त्यो बिच बिचमा रोकिन्छ पनि हामी अब खाजा खाना अब हामी चाहिँ खानकोट कटेर अब चाहिँ खानकोटबाट मन्दिर झर्न लागिसकेका छौँ यहाँ। साझाको स्टेसन पनि यतै कतै होला है। योभन्दा टाढा कति जान्छ होला साझाकै? साझा चाहिँ चलिरहेको रहेछ है के हो? कति लामो हुने इधर बसहरू हुन्थ्यो। आज त बसहरू पनि केही छैन। बाटो एकदमै आनन्द छ। जाम हो यो के हो? चेकिङको जाम होला कि यताबाट जाने मिल्ला ठिक छ। बिचबाट धन्यवाद त्यो दाले है। अब यहाँ आएर धन्यवाद हुन्छ जे भाइ यार के हो यो भुल गरेँ। कहाँ छ त उहिले त बढेर किन मिल्छ कि यहाँ छिराउने हो बाटो छैन क्या? यो साइडबाट जानु भयो। धन्यवाद तपाईँ। नेपाल पनि के हो त्यो? त्यही भने यत्रो गाडीहरू कहाँ छ भाइ? डरै छैन त। हामी त नि बेसी उताबाट गयौँ भने ट्राफिक नियम पालना गरेर नगरेर जस्तो हुन्छ।
ल यस्तो खाली बाटो छ यार आइरहन् मान्छेहरू त एकदिन चाहिँ बाइकहरू आइरहेको पुरा जाम रहेछ म के कार आउँछ के जाम त त्यहाँ हेर्न त्यस्तो बाइकैले त केही फरक नपर्ला नेपालको हाइवे पोखरा हिँडे मान्छे सौरा घुम्राउनु पर्छ के त होइन त्यतिसम्म चाहिँ नपर्ला कि भन्ने सोच हो निर्माण प्रक्रिया गाडी जारी भइरहेको छ अब जाने हो कि बस्ने हो गाडी हाल्नै चला हिँड्दा हजुर हामी त गजब कुदेर हिँडेको छ तल कतै बाटो बन्द भएर त होइन होला नि होइन छैन ए बन्द हुन्छ भनेर हालिरहेको थियो नि यो रोड थाहा बाइक त छिर्छ अरे भनेर अहिले मैले सोधेँ त्यही भएर त ट्रकहरू त्यही भएर रोकिरहेको रहेछ क्या सही हो त यार हामी त बबाल टाइममा हिँडेको दोकान त्यही भएर आन्दोलन त्यही माथि यस्तो बन्द अनि यस्तो हो क्या मलाई यो गर्मी फल्न निर्माण प्रक्रिया निर्माण कार्यहरू अरू सानसानो गाडीहरू पनि चलाएन क्या चलिरहेको छ त्यही भने जस्ट बाइक स्कुटीहरू मात्रै छिर्ने ठाउँ रहेछ कि भनेपछि अहिले एकैचोटि ल्याम्मै आयो भने यताबाट जाने त छैन आउने मात्रै आउने भयो भने मात्रै हो नहोला त्यस्तो आयो भने के फरक पर्छ र त्यही भने अब हिँडिसकेपछि केही नि यो बाटो पुरै पिच गर्न लाग्यो अहिले एकदम सर्ट हुन्छ यार यो बाटो अब मनाङ जाने बेला चाहिँ पिच भइसक्छ कहिले छ हाम्रो मनाङ जाने प्लान दसैँमा ए खिचेर गजब बनाएको रहेछ नि है पऱ्यो नि अरे भाइहरू आउनु यस्तो बाटो पनि राम्रो बन्दो रहेछ यो हामी आउने भने यति गर्दै खाइ फर्किँदाखेरि पुरै छुट्टीको हुनु पऱ्यो है हामी फर्किँदा पुरै छुट्टीको हुनु पऱ्यो त्यही होइन चकाचक हुनु पऱ्यो पिच गर्नु मात्रै बाँकी होस् क्या चकाचक माथिसम्म यति भयो त भइहाल्यो नि यति छ अब तल त पिचै छ अलरेडी पिच छ किन बारी गाउने छ नि धेरै नै भयो अरे यता बाइक नको लागि नौ विषयको ओह्रालो हाइडर त लाउनै पर्छ जस्तो र एकछिन हो हाम्रो चाहिँ यताबाट चाहिँ मासतिर बन्द रहेछ सबै बाटोहरू यहाँ चाहिँ देख्न सक्नुहुन्छ पुरै गाडीहरू चाहिँ लाइन लाएर राखिरहेको छ कति बेला खोल्ने हो 5 बजेपछि होला सायद हामी पछि फर्किने बेला होइन फर्किने बेला हामीलाई नि के भयो है हामीलाई त सानो जतिखेर फर्किने भयो कि छिरिहाल्छ नि आनन्द हो पानी खाम हाम्रो चाहिँ बल्ल बल्ल गाडीहरू लिएर देखिँदैछ पर्छ नि त तेरो चस्मा तैँले भित्रै हाले त सकिन्छ आज बेलुका कति बजी सुतिन्छ भन्ने कुरा हो नि त
यता हुनुहुन्छ हाम्रो राइडर दादा। हामी ठ्याक्कै मुलिनको पुलमै छौँ। अब 92 किलोमिटर्स रहेछ यहाँबाट। होइन त्यो बोर्डमा हेरेको थिएँ मैले, ठ्याक्कै सिरिङवाला बोर्ड थियो कि त्यहाँ। नङले चाहिँ हामी एकैचोटि पोखरा गएपछि भेट्ने हो। पोखरा गएपछि भेट्ने हो। भेट्ने हो त्यसै फाल्ने हुन्छ। तँलाई पनि सँगै फालिदिन्छ। भोलिपर्सि बर्खामा त यो बारी हुन्छ होला है। यस्तो होला नि त, बुढाले हेरे होइन, अनि कतै पनि हल्का मार्ने जस्तो हल्का सिनवाला हुन्छ नि। पोखरा हिँडेको थियो होला, आज मर्दिउँ कि क्या हो होला होइन, के मर्दिउँ कि हो। हाँस्नुहुन्न यस्तो कुरामा, तर हाँस्दिउँ होइन। हेरौँ त मर्दा के हुन्छ जस्तो होला। हान्दै होला चेक गर्छु मरिँदैन भन्दा। यहाँ थुक्यो भने पनि 1 मिनट लाग्छ तल पनि। यहाँबाट त्यहाँसम्म पुग्दैछ भने चाहिँ के सोच्यो होला नि बुढाले? बिचमा के 15 सेकेन्ड जति त बाँच्छ हुन्छ नि त बिचमा। भ्लगरै बन्ला जस्तो। म त पहिल्यैदेखि बाइकमा त नभए भ्लगरै हो म त। बाइक नभए पनि छ त एउटा रतनका। के ए रतन त्यस्तोसँग कम्पेयर गर्नु नै मेरो लाज हो। ल हामी चाहिँ अब अलि टाढा पुगेपछि भेटौँला है त। यस्तो छ यहाँको दृश्य। म अलिकति गाह्रो भनेहरूले चलाउँछु, तर राइडर। अनि ओइ के भुइँचला क्या बस्न? पुरानो पुल हो के? पुरानो त भनिरहेको छु त। त्यो बसले गर्दा हाम्रो साथ त लियो। यहाँ बुढा बाजे आइराख्नु भएको छ। कन्टेन्ट खतरा भ्लगर हो नि म। तर टाढै हिँड्नु भयो? के भएको? मलाई त डर लाग्यो। आज 4 दिन भयो। कहाँ जाने हो तपाईँ? कहाँ जाने हो? कहिले पुग्नुहुन्छ? कहिले पुग्नुहुन्छ त अनि? कहिले पुग्नुहुन्छ? बन्द भइसक्यो। छैन ठिक। हामी आफै गरी पऱ्यौँ, के गर्नु हजुर ल है त। बिस्तारै जानु बस। हामी चाहिँ यहाँ आर्थिक सहयोग भन्दा नि भावनात्मक सहयोग गरेर हामी यहाँबाट लागिसकेका छौँ। यहाँतिर चाहिँ फोटो खिच्ने क्रम पनि जारी छ। आहा क्या मजा आउने यारी बारी बजाएर छ। एकछिनमा थाहा हुन्छ मलाई के थाहा छ, छिटो गर्ने मान्छेसँग म बोल्दैन। हाम्रो नयाँ पुल है फेरि। हजुर बाटो बनाएर क्या हो? के बाटो बनाएर क्या हो? खै छैन जस्तो हेर्दाखेरि यसो हेर्दाखेरि।
गाइजहरू बबालको बाटो छ। हामी दुईजना यस्तो तोर्मेहरू चाहिँ हिँडिरहेछौँ यस्तो बबालको बाटो खै त हेर त खतरा। ल हामी चाहिँ अब यहाँ सानो ब्रेक लिएको होइन, त्यसलाई त्यहीँ राख्दै हुन्छ। हामी सानो ब्रेक लिएर यहाँ एउटा रियो खानु पर्यो भनेर हिँडेको। त हुन्छ चाँत सिरिन लाग्यो। यसले चाहिँ खाती कुदाएन है, डबल लोड भएर नि त्यस्तो कुदाइरहेको छु मैले। 70-80 70-80 बाइक लिएर हिँड्नुको मजा आयो। जहाँ मनलाई ती बस्ने त्यो गरेर नभन्छ घुम्न हिँडेर मजा आने पर्दैन। अब चार्जर छैन त्यो चाहिँ भित्र राख्छ। चार्जर सिद्धेछ। आजको लागि यति है गाइजहरू। भोलि पोखरा पुगेपछि हामी पोखराबाट चाहिँ हामी भला गर्छौँ। अहिलेलाई चाहिँ हाम्रो यति नै हुन्छ। चार्ज पनि छैन, आज हिँड्ने प्लान पनि थिएन, यत्तिकै हिँड्यो हो पोखराबाट। सिस्नेरी जाने मान्छे हामी पोखरा पुग्यो बाटो बिर्सेर। सिस्नेरी भनेको पोखरा जतिको रहेछ त खासमा सुरुको प्लान त हुब्ल्यान्डको थियो नि। स्विमिङ थियो। स्विमिङबाट कहाँ के स्विमिङ गर्नु भन्दा सिस्नेरी जाउँ भनेको। नेचुरल भनेर हिँड्न लागेको, त्योभन्दा ठुलो तालमै पुग्नु भयो यार। बिस्तारै समुद्रतिरै गइन्छ जस्तै हो भने त होइन। मिट्टी से आए हैं मिट्टी में मिलेंगे भनेर थाहा छैन। गाइजहरू पोखरा पुगेर हामी चाहिँ नि फेरि भेज्ने बाचाका साथ, क्यामेराम्यान सुसनको साथ, त के अरे रिपोर्टर मिडिया म्यान। त मेरो दुखिरहेको छ, त्यही पनि ठिकै छ। हाम्रो बाइक चाहिँ यस्तो भइरहेको छ। ल जाउँ 15